युपिएससी सिएससी प्रिलिम्स 2013 मा इकोनोमीको च्याप्टर नेसनल इन्कमबाट आएको क्वेसन हामी डिस्कस गरौँ र क्वेसन छ द नेसनल इन्कम अफ अ कन्ट्री फर अ गिभन पिरियड इज इक्वल टु अप्सन डी मनी भ्यालु अफ फाइनल गुड्स एन्ड सर्भिसेस प्रड्युस सही हुनेछ। किनभने नेसनल इन्कम अफ अ कन्ट्री भनेको हाम्रो देशमा एक वर्षमा जति पनि फाइनल गुड्स एन्ड सर्भिसेस प्रड्युस हुन्छ त्यो सबैको टोटल मनिटरी भ्यालु चाहिँ हुनेछ नेसनल इन्कम। त्यही भएर अप्सन डी एकदम करेक्ट हुनेछ। तर अप्सन ए टोटल भ्यालु अफ गुड्स एन्ड सर्भिसेस प्रड्युस बाई द नेसनल्स चाहिँ रङ हुनेछ। किनभने हाम्रो देशमा फरेन डाइरेक्ट इन्भेस्टमेन्ट हुन्छ। फरेन नेसनल्सहरू इन्डियामा आएर इन्भेस्टमेन्ट गरेर प्रोडक्सन गरेर इन्कम जेनेरेट गर्नुहुन्छ र त्यो इन्कम पनि हामी नेसनल इन्कममा इन्क्लुड गर्छौँ र अप्सन ए रङ हुनेछ। अनि अप्सन बी सम अफ टोटल कन्जम्सन एन्ड इन्भेस्टमेन्ट एक्सपेन्डिचर पनि रङ हुनेछ। किनभने हाम्रो देशमा अरू एक्सपेन्डिचरहरू पनि छ जस्तै गभर्मेन्ट एक्सपेन्डिचर एक्सपोर्टको एक्सपेन्डिचर अनि धेरै अरू एक्सपेन्डिचरहरू पनि छ। त्यही भएर अप्सन बी पनि रङ हुनेछ। अनि अप्सन सी पनि रङ हुनेछ सम अफ पर्सनल इन्कम अफ अल इन्डिभिजुअल्स। किनभने इन्डिभिजुअल्सको मात्रै इन्कमको कुरा गरेको छ यहाँनिर र अरू गभर्मेन्टको इन्कम हुन्छ लोकल सेल्फ गभर्मेन्टहरूको इन्कम हुन्छ कर्पोरेसनहरूको इन्कम हुन्छ र त्योहरू पनि हामी नेसनल इन्कममा इन्क्लुड गर्छौँ। त्यही भएर अप्सन सी पनि रङ हुनेछ।